डाक्टर पन्त, नेपालमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न सरकारी र निजी क्षेत्रबीच कस्तो साझेदारी आवश्यक ठान्नुहुन्छ? विकल्पमा तपाईँ कुनै एक क्षेत्रको भूमिकालाई अझ बढी प्राथमिकता दिन चाहनुहुन्छ? संविधानले नै सार्वजनिक निजी समझदारी भनेर पिपिपी मोडल ल्याएको अवस्था छ हाम्रो ऐन कानुनले नै। सोही आधारमा चाहिँ राज्यको शिक्षा र स्वास्थ्यको क्षेत्र अगाडि बढेको छ विगत 25-30 वर्ष अगाडिदेखि। र निजी क्षेत्रको जुन उपस्थिति छ त्यसले चाहिँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रै योगदान दिएको छ। प्रश्न चाहिँ अब राज्य एउटा अभिभावक हो र अभिभावक भएर सामान्य जनता हुने खानी र हुँदा खानी दुवैलाई कसरी समान रूपमा हेर्छ भन्ने छ। यसमा चाहिँ राज्य जिम्मेवार हुनुपर्छ र राज्यको सबै तह र तबका आफ्नो ठाउँमा जिम्मेवार रूपमा कर्म गर्नुपर्छ जस्तो लाग्छ।